हेलो साथीहरू, हाई, गुड मर्निङ, नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईँहरूलाई यहाँ हेर्न सक्नुहुन्छ मेरो किचनमा लिएर आएको चाहिँ साथीहरू। अनि आज चाहिँ म होइन मेरो किचनमा चाहिँ के पाक्दैछ भने साथीहरू, आज चाहिँ मेरो किचनमा चाउमिन पाक्दैछ साथीहरू। चाउमिन बनाउँदै चाहिँ होइन साथीहरू, तर मासु लागिरहेको छ मलाई साथीहरू, मासु लागेको छ चाउमिन अनि तपाईँहरू चाहिँ के गर्नुहुँदैछ मलाई हेर्न आएको छ मेरो दिन। त्यस्तै घरेसै काममै जान्छ। आज लास्ट डे छुट्टी है साथीहरू। चाउमिन पकाएर खानु भने चाउमिन दामी कस्तो हुन्छ है गाइस। कता कताबाट हेर्नुहुन्छ मेरो भिडियो, अनि त्यस्तो राम्रो त हुँदैन होइन। यसो सर्टकट भिडियोहरू बनाउनु, मैले छोटो छोटो भिडियोहरू बनाउँछु। यसो तपाईँहरूलाई मनपर्छ भने यसो हेरेर साथ दिनुहोला, सपोर्ट गर्नुहोला भन्न चाहन्छु म चाहिँ है। तर के गर्नु छ र होइन। मसला मसला गरेपछि चाहिँ खतरा हुन्छ भन्न चाहन्छु साथीहरू। हल्का नुन अनि हालिदिएको छ साथीहरू। त्यो कुरो हालेपछि कसो होला साथीहरू। त्यस्तै छ है साथीहरू। छुट्टी चाहिँ अब पाल्नेको छुट्टी चाहिँ सक्यो। आज लास्ट डे हो छुट्टी होइन। अनि अब लास्ट डे भएर थोरै छुट्टी पुग्यो। छुट्टीमा चाहिँ चाउमिन बनाएर खानु मन पऱ्यो कि नेपालको ग्यास आएको साथीहरू। नेपालमा त अब हाम्रो छुट्टी चाउमिन खतरा बपारै हुन्छ नि त। त्यही भएर मलाई चाहिँ नेपालको याद आएर चाहिँ चाउमिन चाहिँ खानु मन पर्छ साथीहरू। त्यही भएर म चाहिँ सुकुटी चाउमिन बनाउँदैछु। कतालाई मनपर्छ तपाईँहरूलाई सुकुटी चाउमिन भन्नु त साथीहरू। चाहिँ चाउमिन हाल्छु साथीहरू। एकचोटि हुन्छ होला, पर्छ होला कि भन्नु।
Laura sapere, spostare la spalla. साथीहरू मम्मी बेबी भोलिबाट आउनु चाहिँ चाउमिन चाहिँ यस्तो भएको अवस्था साथीहरू यतिको भयो है साथीहरू यस्तो भयो सक्यो साथीहरू सक्यो मेरो अब चाहिँ सक्यो साथीहरू बनाइसक्यो होइन अब सरसफाइ कार्यक्रम गर्नुपर्छ भन्दै अब होइन तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो चाहिँ मन परे लाइक कमेन्ट यसो सब्सक्राइब गरिदिनु होला मन पर्दैन भने त के भन्नु मैले होइन तपाईँहरूको इच्छाको कुरा हो साथीहरू त्यही भएर यदि तपाईँहरूलाई मेरो छोटो भिडियो मनपर्छ भने सो कमेन्टहरू गर्नुहोला लाइकहरू गर्नुहोला भन्न चाहन्छु साथीभाइहरू त्यही भएर आजलाई चाहिँ यति भन्दै बिदा हुन चाहन्छु है त साथीहरू है बाई बाई।